म तिलक भट्ट सबै वडावासीहरूको माग बमोजिम अस्ति अनियमितता भएको हेरमेर भएको छ भन्ने हिसाबले वडा कार्यालयमा आएका थियौँ। हामी यही साउन 12 गते 2077 साउन 6 गते यहाँ आएका थियौँ र चित्त बुझ्नु जवाब नपाए पछाडि साथीहरूले तालाबन्दी गर्नुभयो। हामीले सङ्घर्ष समिति पनि बनाएका छौँ प्रेम बहादुर धानोकजीको सङ्घर्षमा र उहाँ लगायतका सबैले मिलेर तालाबन्दी गरेको थियो र आज यही विषयमा फेरि हाम्रो भीमदत्त नगरपालिका वडा नम्बर 16 कार्यालयले सङ्घर्ष समितिलाई र विभिन्न राजनीतिक दलका प्रतिनिधिलाई लिखित पत्र पठाइसके पछाडि हामी यहाँ उपस्थित भयौँ र उपस्थित भइसके पछाडि त्यस्तो निर्णय बनेको छ। निर्णय यस प्रकार छ। यस भीमदत्त नगरपालिका वडा नम्बर 16 मा गत आर्थिक वर्ष 76-77 मा श्री सरस्वती बाल उद्यान निर्माण उपभोक्ता समितिले गरेको अनियमितता र कृत्य हस्ताक्षर गरेको सम्बन्धमा वडाध्यक्ष मार्फत आवश्यक छानबिनका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने गरी सङ्घर्ष समिति मार्फत मिति 2077 साउन 6 गतेका दिन वडा कार्यालय भीमदत्त नगरपालिका वडा कार्यालय 16 मा रहेको जुन ताला थियो तालालाई आजका मिति 2077 साउन 12 गते दिउँसो 3:30 बजेदेखि खुलेको र सम्पूर्ण कामकाज जुन वडाबाट हुने गरेका थिए त्यो सुचारू भएको पनि जानकारी गराउन चाहन्छु। हाम्रो सहमति भने के भयो भने यो कृत्य साइन भनेको हामीले हेर्ने कुरा होइन। अब प्रशासनले हेर्ला अर्काले हेर्ला निकायहरू छन्। हाम्रो सहमति के भयो भने यहाँबाट चाहिँ के भएको र छानबिन समिति गठन गरिदिनु भने उहाँहरू पहिला भन्नुभएको थियो। उहाँहरू चाहिँ अन्त निकायमा गएपछि छानबिन समिति गठन गर्न पाइएन। हामीले गर्न सकेन भने अब ताला लागिसकेपछि छानबिन समिति त गएन। त्यसपछि आज हाम्रो के निर्णय भयो भने हामीले चाहिँ छानबिन समितिको लागि नगरपालिकालाई पत्र पठाइदिने उहाँहरूकै